सायद 3-4 वर्ष अगाडि होला इन्डियामा एउटा यस्तो फिल्म बनेको हुन्छ, तर त्यो फिल्म चाहिँ हलमा चल्नै पाउँदैन। जब फिल्म मेकर्सहरूले यो फिल्म रिलिज गराउन खोज्छन्, CBFCले यो फिल्म रिलिज हुनै दिँदैन। यदि यो फिल्म रिलिज गराउनु छ भने चाहिँ त्यो फिल्ममा भएको 100 भन्दा बढी सिनहरूलाई चाहिँ कट लगाउनुपर्छ भनेर भनेको हुन्छ CBFCले। अब एउटै फिल्ममा 100 भन्दा बढी कट लगाएपछि अब त्यो फिल्म रिलिज गरेर के अर्थ भयो र, होइन? फिल्म मेकर्सहरूले यो फिल्म रिलिज गराउन धेरै नै कोसिस त गर्छन्, तर सरकार चाहन्थ्यो कि यो फिल्म कुनै हालमा रिलिज हुनु भएन। अब जति नै कोसिस गर्दा पनि नसकेपछि अब यो फिल्मलाई चाहिँ अब डिजिटल प्लेटफर्म अथवा OTT प्लेटफर्म भनौँ, होइन, G5 चाहिँ रिलिज गराउने प्लान हुन्छ अनि रिलिज पनि गराइन्छ बिना कुनै प्रमोसन। 2026 जुलाई 3 तारिकको दिन यो फिल्म रिलिज हुन्छ G5 भन्ने OTT प्लेटफर्ममा। तर रिलिज भएको 2 दिनपछि यो फिल्म एकाएक गायब भइदिन्छ G5बाट। किन गायब भयो, कसरी गायब भयो, कुनै नोटिसहरू आएको त हुँदैन, तर पनि सबैजनाले थाहा पाइसकेका हुन्छन् कि यो फिल्मलाई सरकारले दबाउन खोजिरहेको छ भनेर। यो फिल्म चाहिँ ओरिजिनल्ली घल्लुघारा नाम राखेर बनाइएको थियो सुरुमा, पछि CBFCले लफडा गरेपछि पन्जाब 95 भनेर यो मुभीको नाम चेन्ज हुन्छ। तर पनि यो फिल्म चाहिँ रिलिज गराउन सकिरहेको थिएन। अहिले फेरि नाम चेन्ज गरेर सतलज नामबाट G5 मा रिलिज त गराइन्छ, तर रिलिज भएको 2 दिनपछि यो फिल्म हुन्छ एकाएक गायब। अनि त्यसको असर के भइदिन्छ, यो फिल्मको चर्चा जताततै चल्न थाल्छ। अनि त्यसपछि मान्छेले त अब जसरी पनि जताबाट खोजेर भए पनि अब हेर्न खोज्ने त भइहाल्यो। अब त्यो G5बाट पो हटायो त, होइन, सरकारले त्यो मुभीलाई। पाइरेसी वेबसाइटमा त अब जति नै पाइरहेको छ त्यो मुभी डाउनलोड गरेर हेरे नि भयो। अब यो पाइरेसी वेबसाइटबाट हटाउन त लगभग इम्पोसिबल नै भन्दा हुन्छ क्या। अब कुरा गरौँ यो फिल्मको बारेमा। यो फिल्ममा त्यस्तो के छ त, किन चाहिँ यो फिल्मलाई सरकारले चलाउन दिएन त? फिल्मको स्टोरीको कुरा गर्नु पर्दा चाहिँ अब इन्डियाको पन्जाबमा भएको अब 100% रियल घटनामा आधारित छ भनिएको छ। यो स्टोरीको टाइमलाइन चाहिँ अब 90s बेलाको देखाइएको छ। यो फिल्मले चाहिँ खास गरी त्यो बेला पन्जाब पुलिसहरूले गरेको आतङ्क अनि तिनीहरूको कालो करतुतहरू चाहिँ छर्लङ्ग पारेर देखाइएको छ क्या। त्यो बेला पन्जाब पुलिसहरूले गरेको त्यो हरकत, कालो करतुतहरू भयो, होइन, कुनै सामान्य नै थिएन क्या। यस्तो भयानक हरकत थियो कि उनीहरूको पन्जाब पुलिसहरूको त्यो बेला यस्तो कालो करतुत थियो कि, यस्तो भयानक थियो कि अब तपाईँहरूले अब सुन्दाखेरि, होइन, अब यो फिल्म हेरिसकेपछि एकछिन सोच्न बाध्य बनाउँछ क्या। अब पुलिसहरूले कसरी यस्तो गर्न सक्छ क्या, होइन, पुलिसहरू यस्तो नि हुनसक्छ र भन्ने अब हामीलाई बनाउँछ क्या, त्यस्तो छ क्या। त्यो बेला पन्जाबमा के हुँदो रहेछ भन्दाखेरि चाहिँ अब एकाएक मान्छेहरू गायब हुने क्या घरबाट। कस्तो मान्छे गायब हुने भन्दाखेरि चाहिँ अब भर्खरकै युवाहरू, 25-30 वर्षका युवाहरू गायब हुने। ती गायब भएका मान्छेहरू कता छन्, के छन्, कता गए, होइन, मरेका छन् कि जिउँदा छन्, घरमा केही थाहा नै हुँदैन थियो क्या। कुनै खबरै नआउने, केही थाहा नै नहुने। अब पुलिसकोमा कम्प्लेन गर्न जाँदाखेरि पुलिसहरू के भन्थ्यो भन्दाखेरि अब थाहा छैन भन्दै अब वास्ता नगर्ने पुलिसले, होइन। तर खासमा के हुन्थ्यो भन्दाखेरि चाहिँ यो गायब गराउने काम चाहिँ तिनै पुलिसहरूकै हुन्थ्यो क्या। तर घरमा चाहिँ अब कसैले थाहा हुँदैन थियो घरमा पुलिसहरूले यस्तो गरिरहेछ भन्ने कुरो। अनि ती पुलिसहरूले जसले त्यो गायब बनाएका छन् मान्छेहरू, होइन, ती मान्छेहरूलाई के गर्थ्यो त भन्दाखेरि पुलिसहरूले त्यो मान्छे गायब भएको मान्छेहरूलाई टेररिस्ट भनेर एउटा ट्याग दिन्थ्यो, होइन, अनि त्यसपछि इन्काउन्टर गरेर मारिदिन्थ्यो। घरमा चाहिँ फेरि केही थाहा हुँदैन, कहिल्यै केही थाहा हुँदैन, छोरो अब जिउँदो छ कि मरेछ कि। अब घरमा त के हुन्छ भन्दाखेरि फर्केर आउला कि भनेर आश गरेर बसिरहेको हुन्छन् घरमा। अनि पुलिसहरूले किन यस्तो गर्थ्यो त, होइन, के को लागि गर्थ्यो त भन्ने कुरा आउँछ, होइन। पुलिसहरूको एउटा स्वार्थ हुन्छ क्या। त्यसको लागि चाहिँ तपाईँहरूले फिल्म हेर्दाखेरि ठ्याक्क सबै छर्लङ्गै बुझ्नुहुन्छ। अनि यो फिल्मको मेन क्यारेक्टर जसवन्त सिंह भन्ने व्यक्ति चाहिँ ब्याङ्कको एउटा सामान्य कर्मचारी हुन्छन्। एक दिन यसै गरी जसवन्तको आफ्नै साथी एकाएक गायब भइदिन्छन्। अब आफ्नै साथी गायब भइदिइसकेपछि अब उनले चाहिँ अब एकदम गहिरो तरिकाले खोजी नीति गर्न थाल्छन्। अनि उनले अब यो खोजी नीति गर्ने क्रममा चाहिँ अब पन्जाब पुलिसको आतङ्कको बारेमा उनले ठ्याक्कै चाल पाउँछन्। अनि जसवन्तले थाहा पाइसकेका हुन्छन् कि यो सब अन्याय यो पुलिसबाटै भइरहेछ भन्ने कुरो चाहिँ उनले थाहा पाइसकेका हुन्छन्। अनि त्यसपछि चाहिँ अब उनले सबै प्रमाणहरू फेला पारेर, होइन, अब हाइकोर्ट जाने, सुप्रिम कोर्ट जाने, होइन, यताउता अब सबैतिर कुरा राख्न थाल्छन्। आफ्नो अब अभियान बनाउँछन्, होइन, सङ्गठन बनाउँछन्, तर पनि केही गर्न सकिरहेका त हुँदैनन्। अनि त्यसपछि अब एउटा के घटना भइदिन्छ भन्दाखेरि चाहिँ अब एकाएक जसवन्त सिंह आफै गायब भइदिन्छन् क्या। त्यसपछि त अब सबैतिर अब हल्ला फैलिने भइहाल्यो। अब जसवन्त सिंह अब सबैले चिन्न थालिसकेको व्यक्ति भइसकेको थिए। एकाएक गायब भइसकेपछि अब सबैको अब शङ्का त पुलिसमाथि नै जाने भयो नि त, होइन। अब अदालतले सुरुमा त पुलिसलाई नै छानबिन गर्न दिन्छ। अब छानबिन गर्न दिएर के गर्ने, अब यो गायब गराउने काम त पुलिसकै नै हो भन्ने सबैले थाहा भएकै कुरो हो, होइन।
अनि त्यसपछि अब यो केस चाहिँ अब सिबिआईलाई जान्छ क्या केसलाई चाहिँ कोर्टले चाहिँ अब सिबिआईलाई छानबिन गर्न दिने भनेर चाहिँ सिबिआईलाई जिम्मा दिन्छ अनि त्यसपछि एन्ट्री हुन्छ अर्जुन रामपालको एउटा सिबिआई अफिसरको रूपमा हैन अनि त्यसपछि यो फिल्म झन् इन्ट्रेस्टिङ बन्दै जान्छ क्या अनि त्यसपछि के हुन्छ त अब पुरा अब सिबिआई भर्सेस पुलिस हैन सिबिआई भर्सेस पुलिस चलिरहेको हुन्छ क्या फिल्मभरि नै अब त्यही भन्दा नि भयो नि हैन अब सिबिआई आएर अब पुलिसको छानबिन गर्ने काम गरिरहेको हुन्छ क्या जसलाई चाहिँ अब अर्जुन रामपालले एउटा सिबिआई अफिसरको रूपमा निभाएका हुन्छन् अर्जुन रामपालको क्यारेक्टर चाहिँ दामी छ क्या त उहाँको अर्जुन रामपालले गरेको एक्टिङ पनि बवाल छ अनि दिलजितको एक्टिङ पनि बवाल छ सबको एक्टिङ बवाल छ यो पुलिसहरूको हैन भिलेनमा देखिने पुलिसहरू भयो हैन सबको बवाल छ हैन ओभरअल फिल्म बवाल छ अब सबैले अब एकचोटि यो चाहिँ अब हेर्नै पर्ने फिल्म हो जस्तो लाग्छ मलाई हैन सबैजनाले अहिले मैले यो जति पनि भने नि हैन मैले चाहिँ यो मेन यो फिल्ममा देखाएको मेन मुद्दा मात्र भनिरहेको हैन अब फिल्ममा चाहिँ धेरै कुराहरू देखाइएको छ हैन यो चाहिँ अब तपाईहरुले फिल्म चाहिँ हेर्नै पर्छ हैन बुझ्नको लागि एकदम डिटेलमा बुझ्नको लागि चाहिँ हैन पन्जाब पुलिसहरुको आतंक के कस्तो रहेछ भन्ने कुरो हैन मजाले हामीले बुझ्न सक्छौं अब यो पन्जाब यो पुलिसहरुको आतंक अहिले पनि यस्तै छ कि भन्ने कुरो नि आइरहेको छ हैन अब त्यही भएर पनि यो ब्यान गर्दै अहिले अब ब्यान गर्न खोजिरहेको हो कि सरकारले त्यही भएर पनि हैन त्यस्तो कुरा नै आइरहेछ हैन त्यही भएर चाहिँ अब यो फिल्म चाहिँ अब हेर्नै पर्ने खालकै फिल्म हो जस्तो लाग्छ मलाई चाहिँ सबैजनाले